म र मेरो कथा। एउटा शिक्षिका, रोजिना म्याम। कहिले मैले आफ्नो जीवनको बाटो शिक्षक बन्छु भनेर सोचेकी थिएन, तर आज जब म आफ्नो विगत र वर्तमानलाई फर्केर हेर्छु तब लाग्छ शिक्षक हुनु मेरो रोजाइ मात्र होइन, मेरो परिवारको संस्कार, मेरो जीवनको यात्रा र मेरो आत्माको आवाज रहेछ। मेरो जीवनको पहिलो प्रेरणा मेरो घरबाट सुरु भयो। मेरो ड्याडी पनि शिक्षक हुनुहुन्थ्यो, मेरो मम्मी पनि शिक्षक हुनुहुन्थ्यो। उहाँहरूलाई देखेर मैले सिकेँ धैर्य भनेको के हो, सरलतामा पनि गहिरो ज्ञान कसरी दिन सकिन्छ र बच्चाहरूलाई केवल पढाउनु होइन, उनीहरूको मन बुझ्न पनि कति महत्त्वपूर्ण हुन्छ। उहाँको अनुशासन, इमानदारी र शिक्षाप्रतिको समर्पणले मलाई सधैँ प्रभावित गरिरह्यो। उहाँले मलाई सिकाउनुभयो कि शिक्षा केवल किताबमा सीमित हुँदैन। हातको सिप, धैर्य र मेहनतले मलाई बुझायो सानो काममा पनि ठुलो अर्थ हुन्छ र माया हालेर गरेको काम कहिले सानो हुँदैन। यस्तो वातावरणमा हुर्किँदै जाँदा शिक्षाप्रति मेरो मनमा गहिरो सम्मान त थियो, तर मैले कहिले सोचेकी थिइनँ कि म पनि यही बाटो हिँड्छु भनेर। तर जीवनले मलाई बिस्तारै बिस्तारै त्यही दिशामा डोरायो जहाँबाट मेरो यात्रा पहिले नै सुरु भइसकेको रहेछ। आज म बच्चाहरूको बीचमा छु। उनीहरूको सानो मुस्कान, सानो प्रश्न, सानो सफलता, यी सबैले मलाई जीवनको सबैभन्दा ठुलो खुसी दिन्छन्। म सधैँ सोचिरहेकी हुन्छु कसरी बच्चाहरूको मन जित्न सकिन्छ, कसरी उनीहरूलाई डर होइन माया दिन सकिन्छ, कसरी उनीहरूलाई आत्मविश्वासले भरिएको व्यक्ति बनाउन सकिन्छ। म चाहन्छु मेरो कक्षामा हरेक बच्चा सुरक्षित महसुस गरोस्। आफूलाई शिक्षण यात्रामा मैले धेरै कुरा सिकेँ। कहिले थकाइ, कहिले चुनौती, कहिलेकाहीँ आँसु, तर हरेक दिन बच्चाहरूको म्याम भन्ने आवाज, उनीहरूको भरोसा र उनीहरूको सानो सानो प्रगति देख्दा सबै थकान हराउँछ। उनीहरूले मलाई सिकाएका छन् कि शिक्षक हुनु केवल पेसा होइन, यो त जिम्मेवारी, माया सबै हो। मेरो जीवनमा अझै पनि एउटा विशेष प्रेरणाको नाम सधैँ रहनेछ, अनुपम सर। उहाँले हामीलाई केवल पाठ पढाउनु भएन, जीवन कसरी बाँच्ने, कसरी अनुशासित हुने र कसरी राम्रो मानिस बन्ने भन्ने कुरा व्यवहारबाट सिकाउनु भयो। म सधैँ सम्झन्छु उहाँ भन्नुहुन्थ्यो, ठुलो मान्छे होइन ज्ञानी मान्छे बन्नु। उहाँको शिक्षण शैली, उहाँको माया र उहाँको प्रेरणाले मलाई आजको म बन्न ठुलो भूमिका खेलेको छ। आजको म गर्व साथ भन्न चाहन्छु र भन्न सक्छु, शिक्षक हुनु मेरो पेसा मात्र होइन, यो मेरो पहिचान हो, मेरो परिवारको विरासत हो र मेरो हृदयको आवाज हो। ड्याडी र मम्मीबाट पाएको संस्कार र अनुपम सर जस्तो गुरुबाट पाएको प्रेरणाले मलाई यो बाटोमा हिँड्न सिकाएको छ र मलाई यो सम्भव बन्न सिकाएको छ। म चाहन्छु भविष्यमा मेरो विद्यार्थीहरूले मलाई केवल पढाउने शिक्षकको रूपमा होइन, उनीहरूको मन बुझ्ने, उनीहरूको सपना देख्ने, उनीहरूको जीवनमा आशा र उज्यालो बन्न शिक्षकको रूपमा सम्झाउन्। यदि जीवन फेरि सुरु गर्ने मौका पाएँ भने म फेरि त्यही बाटो रोज्ने थिएँ, किनकि बच्चाहरूको माया, उनीहरूको भरोसा र उनीहरूको मुस्कान नै मेरो सबैभन्दा ठुलो सफलता हो। धन्यवाद।